Story time. भगवानसँग जय भएको भएर होइन आजभोलि सूर्य दर्शन नभएकोले हल्का चिसो चिसो मौसम छ है। यस्तै चिसो मौसमको एक दिन होइन एक दिन चाहिँ यस्तै दिनहरू होइन नर्मल डे जस्तै कटिरहेको थियो होइन। महिलाहरू कौसीमा भाँडा धुने, खाना पकाउने, चारो लाउने जस्तो काम गरिरहेको थियो। पुरुषहरू चाहिँ दारी काट्ने, मुख धुने, कौसीमा यत्तिकै चिल्याक्स पारामा बसिरहेको थियो। त्यही टाइममा एउटा घरबाट आगो बलेर धुवा उड्न थाल्यो। धुवा उड्ने बित्तिकै त्यो सोसाइटीमा उछलकुद मच्न थाल्यो होइन। उछलकुद मतलब अब होइन आगो बलेपछि हुन्छ नि मान्छेहरू त्यस्तै हुन थाल्यो होइन। सबैहरू यताउता कहाँ के भयो गरेर हल्ला हुन थाल्यो। तर त्यो सोसाइटीमा एकजना यस्तो आइमाई थियो जोसँग चाहिँ त्यो सोसाइटीको जुन कुराको पनि न्युज हुन्थ्यो। सी इज लाइक सिसी क्यामेरा क्या होइन। कुन कुकुरले बच्चा पाएको, कुन केटीलाई कुन केटाले भेट्न आएको, कुन केटालाई कुन केटीले भेट्न आएको, कसको झगडा भएको, कसको टाउको फुटेको, कुन कुकुर मरेको, सबै इन्फर्मेसन हुने सिसी क्यामेरा क्या होइन। त्यो आइमाई चाहिँ सिधै दौडेर गयो कि ओहो आगो बलेको बेला होइन। सिधै दौडेर गयो ओहो आगो बलेको ठाउँमा पुगेर उहाँ होइन। अब अरूहरू पनि दौडेर आएर पुगेर सबैजना उहाँ ल के भयो एकजनाले सोध्यो क्या के भएको भनेर। अनि त्यही सोसाइटीको सेक्रेटरीले भन्छ क्या भएको त केही होइन, यस्तो चिसो मौसममा काजी दादा आगो ताप्दै हुनुहुन्छ।